दर्शकबिन चलचित्र हरिबहादुरको जुत्ताले कति पैसा कमायो होला भन्ने अहिले निकै चासो भइरहेको छ। आज म यसै विषयमा रहेर चर्चा गर्नेछु। पछिल्लो समय चलचित्र माइतीघर र बलिदानको बिचमा परेको थियो हरिबहादुरको जुत्ता। यो फिल्मलाई खासै कसैले पनि वास्ता व्यवस्था गरेका थिएनन्, तर यही फिल्मले भने बुम तरिकाले व्यापार गरिरहेको छ। बुम तरिकाले दर्शक श्रोताबिनको साथ सपोर्ट र माया पाइरहेको छ। विशेष गरी यो फिल्ममा हरिबहादुरको जो क्यारेक्टर छ त्यसलाई सबैभन्दा धेरै रुचाइएको बताइएको छ। पछिल्लो समयका निकै लोकप्रिय कलाकार प्रकाश सपुत, प्रियङ्का कार्की, स्वस्तिमा खड्का, हरिवंश आचार्य लगायतका विभिन्न कलाकारहरूले एकैसाथ अभिनय गरेको हरिबहादुरको जुत्ताले हिजो 9 दिनमा आइपुग्दा 3 करोड 30 लाख हाराहारीको व्यापार गरेको थियो भने आज 10औं दिनमा उक्त चलचित्रले करिब 4 करोडभन्दा बढीको व्यापार गरिसकेको अनुमान लगाइएको छ। दर्शकबिन यो चलचित्र 3 करोडको हाराहारीमा बनेको थियो। हेर्नुहोस् त, लगानी पनि थोरैमा तयार पारेको उक्त चलचित्रले पछिल्लो समय दर्शक श्रोताबिनको यसरी माया र साथ सपोर्ट पाइरहेको छ कि कुरै नगरौँ। यो सँगसँगै लागेका चलचित्र बलिदान र माइतीघरले पनि राम्रै व्यापार गरिरहेका छन्, तर त्यसको तुलनामा र लगानीको हिसाबले हेर्ने हो भने सबैभन्दा धेरै र सबैभन्दा राम्रो अकुपेन्सी भनेकै चलचित्र हरिबहादुरको जुत्ताले पाइरहेको छ। यदि तपाईहरूले हरिबहादुरको जुत्ता हेर्नु भएको छैन भने आफ्नो नजिकैको घर सिनेमा घरहरूमा गएर यो फिल्मलाई जरुर हेर्नुहोला।